यो कार्यक्रमले हामीभित्र भएका केही नकारात्मक सोचहरूलाई पनि परिवर्तन गर्दै लगेर सकारात्मक बाटोमा अगाडि बढ्नुपर्छ भन्ने कुराको ज्ञान हामीले प्राप्त गरेका छौँ। यो जुन यो सिकाउँदाखेरि हामीलाई एउटा सहज ढङ्गबाट जुन सिकाउनु भयो, हामीलाई असाध्यै उत्साहित गरेर चाहिँ यो कार्यक्रम सफल पार्नुभयो। हाम्रा प्रशिक्षकज्यूलाई पनि धन्यवाद। कविताको रूपमा हिजोको बसाइलाई प्रस्तुत गर्न खोजिरहेको छु। मसँग त्यस्तो स्वर, छन्द, लय त्यो सबै कुरा मिल्ने त होइन, तर मैले वास्तवमा यो कार्यक्रमलाई अलिकति समेट्न मात्रै खोजेको छु। म त्यसलाई प्रस्तुत गर्न अनुमति माग्छु। साल चैत्र 16-17 गते पनि जुट्यौं जनप्रतिनिधि दुबुङ गाउँ प्रशिक्षण लिन भनी। भयो परिचय सबजनाको राख्यौं अपेक्षा पनि। 2 दिन गर्ने अभ्यास सबले खुलाउँछ बाणी भनी। जनप्रतिनिधिहरू सबैको गरौँ क्षमता विकास। बोल्ने अभ्यास पनि गरौँ जनतामा दिन सकौँ निकास। प्रशिक्षण दिने मुक्त कण्ठ प्रशिक्षक दुवैजना। बोकेका छौँ जिम्मेवारी दिलभित्र प्रचुर सम्भावना। भगाउन जरुरी हुने मनको डर अनि त्रास पनि। गर्नु पर्छ घरमा अभ्यास निर्धक्क बोल्छु भनी। पिउनु पर्छ पानी पनि स्वर पुर्याउने मणिग्रामसम्म। आइकन्ट्याक हाउभाउसँग बोल्दा पर्छन् सबजना दङ्ग। प्रोजेक्टर हेर्दै प्रशिक्षण सुन्दा झुप्प निन्द्राले लट्ठ्याउने कहिले काहीँ। सुनेर गीत गजल पिटेर ताली खुसी बनाउने सबैलाई। खायौँ खाजा बेलुका खाना गर्यौँ मनोरञ्जन पनि। लाग्यौँ दुबुङ होमस्टे सकेर रमाइलो सुतौँ एकछिन भनी। कार्यक्रम जुटाइदिने गापा अध्यक्ष लिएर सबलाई साथ। व्यवस्थापक 3 नम्बरका अध्यक्षज्यूलाई समेत दिन्छौँ मुरी मुरी धन्यवाद। यो 2 दिनको समयमा हाम्रो प्रशिक्षक सरले एकदम आफूले सकेसम्म सक्दो तरिकाले उहाँले हामीलाई सिकाउनु भएको छ। र सबैले हामी एकदमै इच्छुक भएर हैन, हामीलाई इन्ट्रेस्ट लागेर हामी एकदमै सिक्नुपर्छ भनेर एकदमै शान्त वातावरणमा तपाईँले सिक्ने एउटा चासो पनि देखाउनु भयो, त्यो पनि ठुलो कुरा हो। आज माइक सघाउन नसक्ने आज माइक आज अगाडि आएर शेरबहादुर देउवा पनि बनेर जानुभयो, त्यो पनि एउटा ठुलो कुरा हो। आज सबैलाई थाहा भयो कि हामी प्रमुख अतिथि हुँदाखेरि कस्तो फिल हुँदो रहेछ भन्ने कुरा नि अनुभव बटुल्नु भयो होला। र त्यसैले यो कार्यक्रम सफलताको शुभकामना दिँदै यो कार्यक्रम एकदम राम्रो भएको छ। यस्ता आउँदा दिनहरूमा पनि यो कार्यक्रमहरू यसरी नै हामी पनि उपस्थित हुन पाऊँ, त्यो भन्नेमा पनि यो मेरो शब्द यहाँ रद्द गर्न चाहन्छु। धन्यवाद। जिल्ला समन्वय समितिका सदस्य पार्टकुमारी खालज्यू, त्यसै गरी नै आफ्नो भनाइ राखिदिनु हुँदा कृषि गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। शुभकामना छ हजुरहरूलाई, समयको प्रत्येक सेकेन्डमा शुभकामना छ हजुरहरूलाई, मुटुको प्रत्येक धड्कनमा शुभकामना छ हजुरहरूलाई, यहाँ हिँडाइको प्रत्येक पाइलामा शुभकामना छ हजुरहरूलाई, आउँदै गरेको नयाँ वर्ष 2081 सालको सुखद उपलक्ष्यमा। धन्यवाद। हामी 2 दिनको कार्यक्रम एकदमै रमाइलो सँग तालिम सिक्यौँ र हाम्रो जुन दाजुले 6-7 महिना अगाडिदेखि नै यो कुरा चलाइराख्नु भएको थियो। हामी अलिकति त्यसमा ढिलो हुन गएका थियौँ, एक प्राविधिक के बजेट मिलाउनु पर्ने, अब अध्यक्षज्यूको समय व्यस्तताको कारणले त्यो नभ्याउनु भएर पनि होला आयोजना गर्नलाई अलिकति हामी ढिलो हुन गएको हो जस्तो लाग्छ। त्यसमा अब हामी सम्पूर्ण सदस्यज्यूलाई म क्षमा पनि गर्न चाहन्छु, किनभने यो तालिम अलि अगाडि दिन पाएको भए अझै हाम्रा सम्पूर्ण सदस्यज्यूहरू
अझै शरीर अलि टाठो हुनुहुन्थ्यो जस्तो लाग्छ। र एउटा कुरा जुन अघि हामी प्र्याक्टिकल पनि गऱ्यौँ, त्यसमा हामी पुरुष दाजुभाइ चाहिँ अलि अगाडि आउनुभयो, महिला दिदीबहिनीहरू चाहिँ यो फर्स्ट हुनुमा चाहिँ सक्नु भएन। त्यसको लागि अब महिला दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि आउँदा दिनमा आफ्नो वडामा कार्यक्रम हुँदाखेरि पनि म त बोल्दैन भनेर पछाडि सर्ने होइन। अध्यक्षज्यूहरू सम्पूर्ण 4वटा वडा अध्यक्षज्यूहरू यहाँ हुनुहुन्न, उहाँलाई पनि हामी फेरि पनि भन्नेछौँ, हजुरहरूले पनि कार्यक्रम हुँदाखेरि हामी पनि बोल्छौँ भनेर अगाडि सर्नुहोस् क्या। त्यो समय दिँदाखेरि बोल्दैन जान्दैन लाज लाग्छ के भनेर पछाडि नसर्नु होला भन्ने म आग्रह पनि गर्दै आउँदो दिनमा चाहिँ पुरुष दाजुभाइहरू जस्तै हाम्रो महिला दिदीबहिनीहरू पनि प्रगति गरेको देख्न पाइयोस्। मेरो एकदमै अग्रिम शुभकामना, अग्रिम बधाईका साथ यस कार्यक्रममा आउनुभयो हाम्रो दाजु म्याडम, उहाँलाई पनि धेरै धेरै धन्यवाद। उहाँले असाध्यै सरल मनोरञ्जनात्मक तरिकाबाट तालिम दिनुभयो, त्यसको लागि गाउँपालिका तर्फबाट धेरै धेरै धन्यवाद। हामी तपाईँलाई अझै पनि सम्झिनेछौँ, बिर्सन सक्ने छैनौँ। र हाम्रो मेरो वडामा आउनुभएको छ सम्पूर्णलाई म हार्दिक स्वागत, अब हार्दिक बिदाई पनि भन्दै यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद ऋषि गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाज्यू। अब आजको प्रमुख अतिथि, आजको आकर्षण, आजको यस कार्यक्रमका संयोजक ऋषि गाउँपालिकाको ढुकढुकी आदरणीय राजेन्द्र श्रेष्ठज्यूलाई कार्यक्रम मलाई राखिदिनु होला। हार्दिक भोक लाग्छ नि सबैलाई होइन? लाग्छ लाग्छ। अब अलिकति भोक लागेपछि अब धेरै खाना खानु पर्यो होइन त? ल एकपटक सबैले चाहिँ हातमाथि राख्नुहोस् त, सबैले, किनभने अब सबैले हातमाथि छ। अब अलिकति बढी खाना खानु पर्यो नि त, अहिले भोक लाग्यो। एकपटक जोरदारले ताली बजाउनु, जोरदार। धन्यवाद छ सबैलाई। विशेष धन्यवाद छ कार्यक्रम सञ्चालक धनबहादुर आलेजीलाई। यो 2 दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमको सभापतित्व आसन ग्रहण गरिराख्नुहुने रिसिङ गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष आदरणीय भीमबहादुर थापाज्यू, कार्यक्रमका विशिष्ट अतिथि रिसिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाज्यू, आज रिसिङ गाउँपालिकाद्वारा आयोजना गरिएको नेतृत्व विकास तथा जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि कार्यक्रम जुन हिजोबाट प्रारम्भ भएर आज समापन कार्यक्रम हुँदैछ, यो समापन कार्यक्रमसम्म आइपुग्दै गर्दा मलाई अत्यन्त खुसी पनि लागेको छ। हिजोबाट सुरुवातीको रूपमा अगाडि बढाइएर आज आफ्ना गतिविधिहरूको समेत जुन जानकार गराउने उद्देश्यका बीच 4वटा समूह विभाजन गरेर जुन हामीले यसरी नै नेतृत्व विकास तालिम जुन क्षमता अभिवृद्धि गर्ने उद्देश्यका बीच सबै सदस्य साथीहरूलाई पनि स्वस्फूर्त रूपमा बोल्न सिकाउने आधारहरू हामीले तयार पार्यौं, जस अन्तर्गत हाम्रो अहिलेसम्म करिब 7 वर्षको यात्रामा माइकै लिन नसक्ने र मञ्चमै आएर बोल्न पनि लज्जास्पदको रूपमा लिने र बोल्न खोज्दा पनि बोली नफुट्ने जति पनि हाम्रा सदस्य साथीहरू हुनुहुन्थ्यो, आज स्वाभाविक रूपमा उहाँहरू आफैले उत्प्रेरणा जगाएर म आफू बोल्न सक्छु भन्ने भावनाका साथ उत्प्रेरित भएर आज जुन बोल्न सिक्नु भएको छ, त्यसैले म तपाईहरुलाई गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। र आज जति पनि तपाईहरुले बोल्नु भएको छ, सिक्नु भएको छ, ती सिकेका कुराहरू भोलिबाट स्वस्फूर्त रूपमा उत्प्रेरित भएर, मोटिभेसन भएर अझ उत्प्रेरित हुने
एउटा जागरुकको रूपमा तपाईँहरूले यो कार्यक्रमलाई लिनुहुनेछ भन्ने विश्वास पनि मैले लिएको छु। तपाईँहरू आज यो कार्यक्रम समाप्तिपछि पनि आफ्नो घर जाँदै गर्दा बेलुका पनि फेरि एकपटक म दुबुङको हिजो र आज भएको कार्यक्रममा मैले बोलेका कुराहरू के रहेछ, मैले कस्तो बोलेँ भन्ने कुरा मनले आफैले फेरि सोचेर गल्ती बोले कि राम्रो बोले कि नराम्रो बोले कि भन्ने कुराहरू फेरि आफू घर फर्कने जाँदा र घरमा पनि एकचोटि ट्रायलको रूपमा फेरि अगाडि बढाउनु होला। क्रमिक रूपमा तपाईहरूले यसलाई एउटा सकारात्मक रूपमा अगाडि बढाउँदै जाँदा तपाईहरूलाई यसले धेरै मद्दत गर्छ, धेरै सहयोग मिल्छ। त्यो सहयोग आज जनप्रतिनिधिको रूपमा तपाईँहरू हुँदै गर्दा कतिपय वडा सदस्यज्यूहरू भोलिका दिनमा वडा अध्यक्ष बन्ने क्षमताको विकास होला, वडा अध्यक्षज्यूहरू कतिपय उपाध्यक्ष र अध्यक्ष बन्ने क्षमता वृद्धि हुन सक्छ। त्यसैले त्यो क्षमता अभिवृद्धि गराउनको लागि यो कार्यक्रम एउटा कोसेढुङ्गाको रूपमा साबित भएको छ। त्यसैले त्यो अभियानमा लाग्नको लागि म विशेष गरी सबै हाम्रा गाउँसभाका सदस्यज्यूहरूलाई म आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। र जस सँगसँगै यो महत्त्वपूर्ण कार्यक्रममा आज 4वटा समूहमा विभाजन गर्दै गर्दा जुन समूह ख ले एक घर एक धारा आज उद्घाटन गर्ने भनेर जुन ब्यानरमा समेत उल्लेख गराएर स्वस्फूर्त रूपमा आफ्ना शब्दावलीहरू प्रस्तुत गर्ने सन्दर्भमा सबैको मिठास मैले पाएँ। जसरी आज त्यही कार्यक्रममा उद्घोष गर्नुहुने धनबहादुर आलेज्यूलाई पूर्ण फेरि मैले उहाँले सञ्चालन गर्न सक्नुहुँदो रहेछ भन्ने जुन म आफू मेरो आफ्नो ठम्याइ रह्यो, त्यो ठम्याइको कारण पुनः फेरि कार्यक्रम सञ्चालन गर्नु भनेर मैले उहाँलाई अनुरोध गरेँ। आज त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दा उहाँमा कुनै दुविधा देखिएको छैन। उहाँ अब भोलिका दिनमा पनि कार्यक्रम सञ्चालन गर्न पाए हुन्थ्यो, स्वस्फूर्त रूपमा राजेन्द्र दाइले मलाई नै गर्न लगाउनु भए हुन्थ्यो कि भन्ने उहाँमा पर्छ भोलिबाट। त्यसैले त्यो क्षमता अभिवृद्धि भएको छ। त्यसैले धनबहादुरजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी नै नेतृत्व विकास तथा जनप्रतिनिधि क्षमता अभिवृद्धि कार्यक्रमको जुन समापन कार्यक्रमको आयोजना गरिएको थियो, जसमा हाम्रो हुनुहुन्थ्यो स्वागत मन्तव्य गर्ने क्रममा चाउरे थापाजी। उहाँले चाउरे थापाजीले म आफैले कल्पना गरेको थिएन, म आफैले विश्वास गरेको थिएन र म कहिलेकाहीँ डढीवनतिर जाँदाखेरि पनि ल बोल्नु पर्यो भाइहरू भनेर भन्दाखेरि होइन हामी बोल्दैनौँ, तपाईँ मात्रै बोल्नुभयो हुन्छ भन्ने गर्नुहुन्थ्यो। र आज त्यो बोल्दै गर्दा म अत्यन्त प्रभावित भएँ। जुन उहाँको शब्द, उहाँको शब्दावली, उहाँले प्रस्तुत गर्ने एउटा कला, उहाँसँग त्यो क्षमता रहेछ भन्ने कुरा आज पुष्टि भएको छ। त्यो क्षमता हामीले देखाउनै सकिरहेको रहेनछ भन्ने कुरा हामीले यो कार्यक्रमबाट पुष्टि हुन आउँछ। त्यसैले भावी दिनमा अझ तपाईँको क्षमता अभिवृद्धि गर्ने कुरामा गाउँपालिकाको तर्फबाट हामीले सद्भाव राख्छौँ, सहयोग गर्छौँ। त्यो अभियानमा लाग्नको लागि पनि म विशेष गरी यो समूहका साथीहरूलाई पनि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र यसरी नै अर्को ग्रुप थियो रानी पोखरी मन्दिर उद्घाटन गर्ने भनेर। रानी पोखरी मन्दिर उद्घाटन गर्ने सन्दर्भमा अहिलेसम्म रामबहादुर हाम्रो सारू, अब मैले कहीँ पनि अब 4 जना 5-7 जना मान्छे भएको ठाउँमा बोलेकै मैले सुनेको थिएन। तैपनि उहाँले आफ्नो प्रयास गर्नुभएको छ। केही कमी कमजोरी भयो होला, तैपनि यहाँ आएर उभिएर बोल्ने ठुलो कुरा। रामबहादुर यहाँ आएर बोलेर जुन कार्यक्रम सञ्चालन गर्नु नै ठुलो कुरा हो। त्यसैले तपाईँले राम्रो कार्यक्रम सञ्चालन गर्नुभएको छ, जसमा जुन आफ्नो मन्तव्य राख्ने क्रममा माधव हाम्रो थापाजी न्याय समितिको सदस्य पनि हुनुहुन्छ, जो गाउँसभाको सदस्य पनि हुनुहुन्छ। उहाँलाई पनि मैले विश्वास गरेको थिएन। अहिलेसम्म उहाँले राख्नुभएको मन्तव्य मैले सुनेको थिएन।
तर अहिले सबभन्दा उत्कृष्ट मन्तव्य तपाईँले राख्नु भएको छ, सबभन्दा सान्दर्भिक मन्तव्य तपाईँले राख्नु भएको छ। भोलिका दिनमा अब तपाईँको वडामा हुने हरेक कार्यक्रममा तपाईँको सहभागिता, तपाईँको प्रस्तुतिले अझ त्यहाँ अब गाउँपालिकाको समृद्ध गाउँपालिका एउटा विकास निर्माणमा उन्मुख हुने कुरामा तपाईँलाई यो कार्यक्रमले थप मद्दत मिल्नेछ। त्यसमा तपाईँको सहयोग सद्भाव गाउँपालिकाले अपेक्षा गरेको छ, सोही अनुसार लाग्नको लागि पनि म विशेष अनुरोध गर्न चाहन्छु। यसरी नै जुन प्रमुख अतिथिको रूपमा सोही कार्यक्रममा हिजोसम्म म माइक लिएर थर काम छु, म त यो माइकै लिन सक्दिनँ भनेर भन्दै गर्नुहुने शेरबहादुर थापा म मेरो आफ्नो अध्यक्षको भूमिकाबाट त्यहाँ बोल्दै गर्दा उहाँले मैले बोल्ने जस्तै बोल्नु। त्यसैले यो कला तपाईँसँग पनि रहेछ। विशेष गरी म शेरबहादुरजीलाई पनि धन्यवाद दिन चाहन्छु। र यस्तै ढुङ्गाडे सपाङ्दी कालोपत्रे मोटर मार्ग जुन सम्पन्न भइसकेपछि उद्घाटन गर्ने सन्दर्भमा अब हाम्रो सुखबहादुरजीले कार्यक्रम सञ्चालन गर्नुभएको छ। उहाँको पनि असाध्यै राम्रो छ, कुनै खोट लाउने ठाउँ नै छैन। तर अब भोलिका दिनमा अब तपाईँहरूले आफ्नो वडामा कार्यक्रम सञ्चालन गर्दै गर्दा तपाईँहरूको स्वस्फूर्त रूपमा यो उत्प्रेरित भएको भावना आज तपाईँहरूले वडासम्म पुर्याउँदै गर्दा, वडाका जनताहरूको बिचमा तपाईँहरूले लाँदै गर्दा अझ रिसिङलाई एउटा विकास निर्माणको कामले मात्र होइन, तपाईँहरू स्वस्फूर्त रूपमा रिसिङ गाउँपालिका भित्रका जनताहरूलाई उत्प्रेरित गराएर बोल्न सक्ने क्षमता आज तपाईँहरूसँग रहेको छ। आज रामभक्तजी प्रशिक्षकको रूपमा आउनु भएको छ भने भोलिबाट त्यो वडाको प्रशिक्षकको रूपमा तपाईँहरूलाई हामी निर्णय गर्न सक्छौँ। त्यसैले त्यो प्रशिक्षकको रूपमा स्थापित हुँदै गर्दा तमाम ती वडाका जनताहरूलाई सुस्फूर्त रूपमा बोल्नको लागि तपाईँहरूले सिकाउनु हुनेछ भन्ने अपेक्षा मैले गरेको छु। त्यसैले त्यो अभियानमा लाग्नको लागि म जति पनि 4वटा समूहमा विभाजित भएर आफ्नो प्रस्तुत गर्ने सन्दर्भमा, चाहे हाम्रो छलीमाया बिक होस्, चाहे गोपिनी होस्, चाहे विष्णुमाया होस्, चाहे जमुना होस्, चाहे कमला होस्, सबैको राम्रो छ। कतिले स्वस्फूर्त रूपमा भित्रदेखि भन्न खोज्दै पनि बाहिर हाँसो आछ हैन, तर मनले यो भन्छु है भनेर चाहिँ तपाईँहरूको मनले पनि सोच्नु भएको छ र आज सक्नु भएन, भोलि सक्नुहुन्छ। कविताजीले पनि सक्नुहुन्छ, भोलि सक्नुहुन्छ। कार्यक्रम असाध्यै राम्रो चलाउनु भएको छ। आज जति पनि तपाईँहरूले यहाँ देखाउनु भएको, प्रस्तुत गर्नु भएको जुन आफ्नो कला र आफ्नो जुन यो तालिमबाट प्राप्त गरेको एउटा सन्देश आज तपाईँहरूले स्वस्फूर्त रूपमा हाम्रो माझमा बिछाउन सक्नु भएको छ, त्यो नै गौरवको कुरा छ। त्यसैले भोलिका दिनमा पनि तपाईँहरू कहीँ कतै बोल्ने ठाउँमा म बोल्दिनँ भनेर पछाडि फर्किँदैन, स्वस्फूर्त रूपमा मलाई बोल्न राख्नुहोस् त्यहाँ खुर भनेर भन्नुपर्ने अवस्था सिर्जना गराउनको लागि नै यो कार्यक्रमको आयोजना गरिएको। त्यसैले यो कार्यक्रम असाध्यै सकारात्मक छ। भावी दिनमा पनि तपाईँहरूलाई यो कार्यक्रमले मात्रै सबै पर्याप्त भएको छैन, सबै पुरा भएको छैन, यो सुरुवाती हो। अब क्रमिक रूपमा यसले एउटा बिगुल फुक्ने मात्रै हामीले काम गरेका छौँ। यो बिगुल अब निरन्तर रूपमा अगाडि बढ्छ र निरन्तर रूपमा अगाडि बढ्दै जाँदा त्यो अन्त्य अवस्थासम्म तपाईँहरू एउटा रामभक्त घिमिरे जस्तै प्रशिक्षकको रूपमा स्थापित हुनेछ भन्ने अपेक्षाका साथ यो कार्यक्रमको पूर्ण सफलताको पनि कामना गर्न चाहन्छु। धन्यवाद आदरणीय दाइलाई। हामी आत्तिका छौँ, हामी किनभने अब सबैले भोक लाग्यो होला। आजको यो नेतृत्व विकास तथा क्षमता वृद्धि कार्यक्रमका सम्पन्न गरिदिने हुन आजको सभापति रिसिङ गाउँपालिका वडा नम्बर 3 का अध्यक्ष भीमबहादुर थापाज्यूलाई सम्पन्न गरिदिनु हुन हार्दिक अनुरोध गर्दै आयोजक रिसिङ गाउँपालिकालाई पनि धेरै धन्यवाद। सासकर्ता रामभक्त घिमिरे तथा म्यामलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। र पछिल्लो क्रममा हामी हिजोदेखि आजसम्म खाने बस्ने रमाइलो गर्नेदेखि हरेक काममा रिसिङ गाउँपालिका 3 का वडा अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरूले हामीलाई सहयोग गरिदिनु भयो। उहाँलाई धेरै धन्यवाद दिँदै म बोलिने क्रममा कति भुल मिस्टेक भएको खण्डमा क्षमा याचना गर्दै म पनि बिदा हुन चाहन्छु। धन्यवाद। जय रिसिङ।
यो रिसिङ गाउँपालिकाको एउटा नेतृत्व विकास जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि कार्यक्रम यो दुबुङमा कार्यक्रम सञ्चालन गर्ने भनेर अघि पूर्वोक्त साथीहरूले भनिसक्नु भएको थियो। यो भन्दा 2-4 महिना अगाडि नै 2 महिना 3 महिना अगाडि नै हामीले यो कार्यक्रमलाई फलो गरेको थियो। तर हाम्रो प्रमुख अतिथि लगायत हाम्रो विविध कारणले आज हिजो 16 र आज 17 मा सञ्चालन गर्न पुग्यौँ र यो कार्यक्रमले अवश्य पनि हामीले हिजो सुरुमा आउँदाखेरि सिकाएको अपेक्षाहरू हामीले के सिकेर लाने, के सिक्ने र हाम्रो अपेक्षा के थियो भने सबैले आफ्नो अपेक्षा राख्नु भएको छ। उहाँले भिडियो पनि गर्नु भएको छ। त्यो अनुसार लगभग हामी सबैजनाले केही त अब के अरे 100 मा लगभग मेरो विचारले चाहिँ 40 देखि माथि कोही साथीहरू त 80 सम्म ल्याएर उद्घोषक साथी पनि बन्न सक्नु भएको छ। त्यसैले यो 100 मा पनि नजिक पुग्नु भएको छ। त्यसैले यहाँहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु र हामीले यी सिकेका कुराहरू हामी जनताको काम गर्ने भनेर जनताकै मतले जनताकै सहयोगले आज हामी यो रिसिङ गाउँपालिकाको एउटा सरकार चलाउने र जनप्रतिनिधि भएर हामी यहाँ के अरे एउटा तालिम लिने मौका पनि मिलेको छ। त्यसैले हामीले त्यो जनताहरूलाई नै सिरोपर राखेर अब हामी जनताको सामु जाँदाखेरि र कहीँ कार्यक्रमहरू सञ्चालन गर्दाखेरि कसरी गर्ने, के बोल्ने, अनि त्यसपछि हामीले अब आउने उसमा पनि आज भोट कसरी माग्ने भन्ने कुरा उहाँले पनि सिकाइसक्नु भएको छ। प्रशिक्षकज्यूलाई म धन्यवाद दिन चाहन्छु। नेता हाम्रो जीवनकाल भनेको अलि लामो छ। भोलि हामी के नेता बन्दा अथवा के होला भनेर हाम्रो प्रमुख जीले भनिसक्नु भएको छ। त्यसैले यी कुराहरूलाई हामीले आफ्नो सिकाइ उपलब्धिलाई आफ्नो जीवनकालमा प्रयोग गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र हो रिसिङ गाउँपालिका वडा नम्बर 3 एउटा अलिकति दक्षिण यता छेउतिर पर्ने, अनि त्यसपछि यो विकासलाई चाहिँ अलिकति भर्खर मात्र चाहिँ टाटे अथवा पहिला के हिँड्न लागु जस्तो वडा हो। तर हाम्रो रिसिङ गाउँपालिका वडा नम्बर 3 मा यो नेतृत्व विकास तालिम किन ल्याएको, अनि किन यहाँ त्यहाँ दुबुङै जानुपर्ने के छ भन्ने कुरा यहाँहरूलाई जिज्ञासा पहिला यहाँ आउनुभन्दा अगाडि भएकै होला। तर हामीले के गर्यो त भन्दाखेरि हामी डङ्गोलीमा गर्न सक्छ यो कार्यक्रम, खर्च अथवा केही बढी होला अथवा के गर्न होला अथवा कहीँ होटेलहरूमा राम्रो रिसोर्टहरूमा चलाउन सक्थ्यो होला। तर के गर्ने, हामीले हाम्रो ठाउँलाई नै प्रोडक्ट दिनु पर्यो, हामीले हाम्रो ठाउँलाई नै चिनाउनु पर्यो, हामी जे छ त्यसलाई पनि स्वीकार्नु पर्यो भनेर दुबुङले रोजेको छ। यो दुबुङले रोज्नुमा रिसिङ गाउँपालिकालाई म धेरै धन्यवाद दिन चाहन्छु। र हामीले यहाँ आउँदै गर्दाखेरि यहाँहरूलाई व्यवस्थापन पक्षमा कतिपय साथीहरूलाई धन्यवाद पनि दिनुभएको छ होला। हाम्रो यो खाना खाजा र बसाइ व्यवस्थापनमा यहाँहरूलाई कहीँ अप्ठ्यारो यहाँहरूले सोचे जस्तो, यहाँहरूले भने जस्तो म यस्तोमा सुत्थ्यो, यस्तो चिज खान्थ्यो, अनि यस्तो चिज गाउँथ्यो भन्ने यस्तो चिज मैले देख्न पाए हुन्थ्यो, दुबुङ गइसकेपछि यस्तो के अरे पाउन पाए हुन्थ्यो भन्ने कुरा भयो होला। तर तैपनि तपाईँहरूले सोचे जस्तो फरक नभए पनि फरक परे पनि हामीले यो रिसिङ गाउँपालिका वडा नम्बर 3 दुबुङको होमस्टे टोलीले भर्खर स्थापना भएर यो 1 वर्ष स्थापना भएर अनि त्यसपछि हामीले सुरुवाती क्रममा छ। त्यसैले यहाँहरूलाई हामीले सेवा सत्कार गर्न चाहिँ हामीले जति गर्यो त्यसलाई नै एकदम भरपुर गर्यो, राम्रो गर्यो भनेर यहाँहरूको मनमा उसमा आफ्नै गाउँपालिका हो, आफ्नै दुबुङ हो, आफ्नो चाहिँ हाम्रै दिदीबहिनीले काम गरेको हो, हामी पनि यसरी चाहिँ केही उस गर्नुपर्छ भनेर त्यही सुझाव सल्लाह दिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैले यहाँहरूलाई दुबुङबाट यहाँ फर्किँदै गर्दाखेरि दुबुङमा यस्तो चिज व्यवस्थापनमा कमी भयो अथवा यस्तो भयो भनेर यहाँहरूले हामीलाई नै सुझाव सल्लाह दिनको लागि म आग्रह गर्न चाहन्छु। र प्रशिक्षक द्वय हाम्रो रामभक्त सरले धेरै राम्रो कुराहरू सिकाउनु भएको छ। उहाँले मलाई अगाडि पनि भनिसक्नु भएको थियो, म राम्रो यहाँ अलिकति निद्रा लाग्नेले पनि अलिकति भगाउने तरिका सिकाउँछु सर, ममा अलिक भएको कला म देखाउँछु भनेर भन्नुभएको छ। साँच्चै नै रहेछ। अब भोलिको दिनमा फेरि कहीँ कतै के यस्तो समस्या के अरे कार्यक्रम पर्यो भने हामी सम्झिने छ भनेर हाम्रो उपाध्यक्षज्यूले भनिसक्नु भएको छ। र